एभ्रिवान सो हामी चाहिँ जान आँटेको बिमा आज कति दिन बादमा चाहिँ म घरदेखि बाहिर निस्किँदैछु सो स्टे ट्युन म तपाईँहरूलाई देखाउँदैछु है यो त के हुन्छ लुगाले होला नि खुच्चीको चाहिँ फर्स्ट बे हो चाहिँ फर्स्ट टाइम आज बेमा आएको ऊ हेरिरहेको छ रमिता उसले चाहिँ है नरु है फेरि भिडियो बिग्रिन्छ बसिरहेछ भन्दा त झन् हुन्छ यो चाहिँ हाम्रो खुच्ची भन्दा सानो है तर कस्तो ठुलो देखिन्छ उसलाई ऊ चाहिँ हो ठुलो देखि हेर नि हेरेको उसले त हो आफ्टर अल म चाहिँ यहाँ 2 टाइम्स भयो बिहे खान आएको किनकि अगाडि एउटा दिदीको खाएको थियो ग्रेसी दिदीको अन्त अहिले यहाँ खाएको किनकि हाम्रो बिहे गरेको 2 इयर्स हुनु लागिसक्यो तर मैले बिहे चाहिँ यति खाएको थिइनँ अन्त सेकेन्ड टाइम बोरिङ भयो भने चाहिँ म बिहेमा आएको यहाँ हेर्न सक्नुहुन्छ कस्तो क्राउड छ एकदमै मान्छेहरू धेरै हुनुहुन्छ किनकि नेपालीहरूको त दिउँसो हुन्छ नि त प्रायः जस्तो अनि बङ्गालीहरूको पो राति हुन्छ राति गयो सजिलो यहाँ मम्मीहरूको गफ सकेको छैन पुरा गफ हानिराख्नु मजा हाई पनि भन्दै हुनुहुन्छ मलाई हो अहिले निकाल्यो अरे कफी लिएर गयो यता देखा क्यामेरा सो हाम्रो शिवांशीको चाहिँ फर्स्ट वेडिङ हो यो चाहिँ है यो चाहिँ आइरहेको छ तर रोइरहेको छ पुरा उकै काकाको बिहा जस्तै फिल्ली कुदेको छ हरियो हरियो लाग्छ नि इयरिङ अन्त सानो चाहिँ उतै ठुलो दिदी मुनिको चाहिँ ठुलो बसेको के अरे म चाहिँ यहाँ खाना खानुको लागि आइरहेको छु सो म तपाईँहरूलाई देखाउँछु खानामा के रहेछ भनेर हो फर्स्टमा चाहिँ मैले प्लेट लिएँ त्यसपछि चाहिँ मैले लिएँ पापड हो पापड रहेछ अनि त्यसको बादमा रहेछ पकौडा प्लस सेलरोटी पनि थियो मैले सेलरोटी अप्सनल खाइनँ हो म चाहिँ खानै खाएँ खाना लिएँ अलिकति पुलाउ पनि लिएँ किनकि पुलाउ पनि थियो मैले चाहिँ पुलाउ खाइनँ लास्टमा किनकि खाना खाएर चाहिँ म ड्याम्म भयो किनकि हामीले घरबाट पनि खाना खाएर गएको थियौँ नि त त्यही लागि यहाँ दाल थियो मजाको दाल पनि थियो एकदमै खाना चाहिँ टेस्टी थियो यहाँ चाहिँ अचार हो कि के हो मैले चाहिँ बुझ्न सकिनँ हो स्यालेडहरू थियो अचार जस्तो लागेको थियो तर के हो गुलियो पनि थियो खट्टा हुनुपर्ने अचार त हो म हल्का कन्फ्युज भएँ तर पनि अब लिएँ अलिकति लिन चाहिँ हो त्यसपछि यहाँ हाम्रो थियो चिकन हो चिकन प्लस यहाँ पनिरको सब्जी थियो हल्का पनिरको सब्जी लिएँ अन्त मैले चिकन हलुका लिएँ अन्त हेर्न सक्नुहुन्छ म तपाईँहरूलाई देखाउँदैछु अगाडि यो चाहिँ मेरो बहिनीले भिडियो सुट गरिदिएको अन्त यहाँ चाहिँ थियो मिठाई तर मैले मिठाई चाहिँ लिएको थिइनँ अन्त म सिधै डाइरेक्ट गएँ खाना खान बस्नुको लागि त्यहाँ म चाहिँ एक्लै खाएँ अन्त यहाँ भाइ बहिनीहरूलाई चाहिँ मलाई कम्पनी देऊ ल म एक्लै छु भन्थेँ नि त सो उनीहरूले चाहिँ मलाई कम्पनी दिँदै थियो यहाँ चाहिँ छ मेरो भतिज होइन मेरो जेठाजुको छोरा अन्त ऊ पनि आएको थियो नि त उसले चाहिँ अघि खाइसकेको रहेछ अलरेडी यहाँ कसको गिफ्ट चाहिँ छोडेको रहेछ अनि त्यो आन्टी लिन आउनुभएको रहेछ खाना चाहिँ खानुभएछ गिफ्ट चाहिँ छोडिराखेर जानुभएछ अन्त मैले भन्दैछु यहाँ बहिनी देखाउ न खानामा के छ भन्न यहाँ पकौडा चिप्सहरू थियो सबै थोक थियो चिकनहरू थियो फिस पनि थियो मैले चाहिँ फिस खाइनँ हो किनकि चिकन भएपछि किन फिस खानु भनेर त्यसपछि मैले चाहिँ खाना स्टार्ट गरेँ हेर्न सक्नुहुन्छ म गफ हान्दै बहिनीहरूले चाहिँ अघि एकपल्ट दुईपल्ट अघि खाइसकेको रहेछ नि त उनीहरूले अन्त भूमिका बहिनीले चाहिँ कम्पनी दिएको थियो नि त उसले मलाई खानाहरू ल्याइदिएको थियो नि त उहाँ नक्कल पारिरहेको छ ऊ चाहिँ मेरो भतिज मसँगै आएको थियो ऊ खाना उयो गर्नको लागि कम्पनी दिनको लागि उनीहरू चाहिँ अलरेडी खाइसकेको थियो र म बहिनीहरू यस्तो राम्रो छ नि म खाना बसेको हेर्नु न मिठाई र पानी लिएर आइदिएछ थ्याङ्क यू सो मच यहाँ चाहिँ हुनुहुन्छ डोला डोली म चाहिँ यहाँ निहाल जोतमा बसेको चाहिँ 2 इयर्स हुन लागिसक्यो तर मैले बेहुली चाहिँ देखेको थिइनँ हो फर्स्ट टाइम देखेको आज फेरि लानुभयो त सो गाइस हामी चाहिँ खाना खाइसकेको छौँ अब चाहिँ हामी जानु आँटेको घर नानी छ हो मलाई भोक लाग्यो होला भनेर म चाहिँ लिएर आएँ नि शिवांशी तिमी आएको नि चाहिँ आयो गाइस किनकि नानी चाहिँ पुरा रोयो कि भोक लाग्यो होला भनेर म चाहिँ खानासाना खाएर आएँ हो सो किप वाचिङ बाई टेक केयर